हेलो एभ्रिवान, नमस्ते। स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी दुईटा आमा र छोरी दाउरा मारेको दाउराको भारी हाल्न जान गइरहेको छौँ। यता हुनुहुन्छ मेरो आमाहरू, यता छु म। अहिले चाहिँ हामी बाटोतिर आइपुगेको छौँ। यो रहेको छ गट्टा। यहाँ चाहिँ हाम्रो कोदो मकै पिनिन्छ भोलि बर्खामा। यहाँबाट खुर्रा पानी आउँछ। ऊ पर मेरो आमा दुईटा हुनुहुन्छ। हामी चाहिँ हस्याङ र फस्याङ गर्दै हिँड्दैछौँ। गाइज थकाइ लागेको छ। हिजो बिहान ल्याएको थिएँ। आज भारी हाल्नु जानुपर्ला। भोलि खेताला छ हाम्रो। हामी चाहिँ दाउरा भारी हाल्न जान लागेको। गाइज आज गाउँघर सबै घर छ। यहाँ रहेको छ ढुङ्गे धारा अनि कोही बगर। कोही बगर हो। त्यहाँ पानीमा यस्तो गरेर खान जानु नि। यो चाहिँ ढुङ्गे धारा हो। आमन एकदम चलो। यही हो पानी भर्ने। हामी चाहिँ बिच बाटोमा देखाउँदै गइरहेको छु। यो रहेको छ होटेल। सबै कुरा छ। हामी चाहिँ कसको हो र यो? समर माइलहरू का एउटा ल्याउनु। हाम्रो खाने पानी यहाँ भरेर लैजाने हो। खाने खाजा बनाउने पानी भरेर नि बाटोतिर लाग्यो। सिसी क्यामेराले हामीलाई खिचिक्का गर्दैछ। यहाँ यो रहेको छ सिसी क्यामेरा। दिदी बिचरा दाइको सामान बोकेर जाने दाइको घाँटी सकियो रे गाइज। यो हो हिमालय। आज चाहिँ हिजो एकदमै राम्रो थियो। आज सब गुरमिलो भएको छ। अनि हजुरहरू कतिजनालाई थाहा छ, हाम्रो यो सिग्लेस मामा भान्जाको होटेलमा चाहिँ यस्तो यो कालिज अनि डाँफे मयुर अनि बनकुखुरा भन्ने पाउँथ्यो। हिजो चाहिँ यहाँ बोरी थियो, आज चाहिँ नरहेछ। रहेछ यहीँ रहेछ। हेर्नुहोस्, म राम्रोसँग देखाउँछु हजुरहरूलाई। यो हो बनकुखुरा। यहाँ पनि रहेछ। यो कालिज। यो बाहिर जालीबाट देखाउनलाई अलिकति
बाजे हेर्नु कस्तो राम्रो यस्तो यस्तो यो बोरी छ गाइस यो राम्रोसँग देखेको छैन अझै यो बोरी यो एकदमै ठुलो फार्म छ त्यो फार्मभरि यस्तो यस्तो कुखुरा डाँफे कति लोकल कुखुरा जे जस्तो पनि छ क्या यो मामा भान्जाको होटलमा फेरि होटलको के भन्यो होला नभन्नु कि होटलको नामै मामा भान्जा होटेल पनि देखेको छैन हिजो एकदम राम्रो मौसम भएको थियो अब हाम्रो दाउरा बोक्ने पनि ठाउँ आइसक्यो अब नजिकै छ हामी नजिकै आइपुगेछौँ माइजू बनामा आइपुग्यौँ वन घर नजिकै थियो त्यही पनि टाढो त छ तर घर गाउँको यतापट्टि हो लाली गुराँस देख्न सक्नुहुन्छ तपाईहरूले नि यो लाली गुराँस सजमबारी चच्च चमेली गुराँस फुल यति हो हाम्रो दाउरा अब यसलाई भारी हाल्यो अनि बोक्ने आमरमा चाहिँ भारी बाँध्ने निकाला काट्न जानु पर्यो हरियाली छ मेरो वनमा आफू यहाँ निगाला काट्दाखेरि यहाँ बत्ती बिग्रेर त्यो दाइले बत्ती बनाउनु लाउनु भयो लाइन काट्नु भयो माथि पुगेर हेर्नु गाइस निगाला यति भइसक्यो अब आमाले अझै त्यता काट्दै हुनुहुन्छ निगाला गाह्रो छ नि हो यता तान्नु ल ल ल दाउराको भारी हालिसक्यौँ अझै छ यति बाँकी छ छ्यामाले चुइयाँ पत्लाउन लाउनु भएको छ म यहाँ छु वहाँ पछाडि पनि बोकेर लगेर राखेको छ तेरो साइकल ब्याट कस्तो धोती हो हाम्रो भाइ कसैलाई हाम्रो भाइ चाहिएछ भने कमेन्ट गर्नु होला है हाम्रो भाइलाई एउटा गर्लफ्रेन्ड चाहिएछ कसैलाई मन परेमा कमेन्ट छोडिदिनु होला फोन नम्बर छोडिदिनु होला हैन हो कि हामी चाहिँ अहिले अब खाजा पकाउनलाई आएको थियौँ अब हामी खाजा पकाउँछौँ अनि खान्छौँ अब भोक लाग्यो हामीलाई मेरो भिडियो चाहिँ यसरी बनतिर
बनाएर खाएको है त गाइज। मैले चाहिँ आगो बालेर पानी तताइहाल्छ चाउचाउ उमालेर खाने भनेर यहाँ रहेको छ हाम्रो चाउचाउ गजबको पिरो वाइ वाइ राडा ल यिनीहरू झगडा गर्दैछन् हाम्रो दाउराको बारी हल्दै हुनुहुन्छ चाउचाउमा साकालेर खान लाग्यो त्यहाँ उम्लिँदैछ अनि यता चाहिँ चाउचाउ छ यता चाहिँ म धोबाट यसरी बसेको छु एकदम गाह्रो भएको छ गाइज यता मेरो भाइलाई नि धोबा छ लाज जानेछ अब उम्लिन्छ अनि खाने हो हामीलाई भोक लागिसकेको छ मैले चाउचाउ हालिसकेँ गाइज यहाँ धोबाट आँखा पोलेर भाइ आँखा हेर्नै भएन मिलेन उफ एकछिनमा भेट्नु पर्यो कुद्दो भएको कि यहाँ रहेको छ धनिया लौज दो भयो कि लौज ओ पानी पर्यो भाइ हामी के गर्ने हो पानी पर्यो यहाँ देखाउँ बाबु हाम्रो चाउचाउ कस्तो मिठो भयो बनबुटामा यस्तो चाउचाउ खान पाउने नि भाग्यमानी हुनुपर्छ है गाइजहरू अन्त माइत आयो भने काम गर्ने मजाले खाने पानी पर्यो छिटो घिचेर जाम त्यही होला आऊ कहिले खाने चाउमिन अहिले कहिले खाने साइलो भोलि कस्ता हाम्रो दिदी भाइ हेर्ने यस्तो यस्तो चाउचाउ पकाएर खाने बनबुटा ल है मेरो यस्तो ह्यान्डसम भाइहरू हुनुहुन्छ हजुरहरूलाई मन परेमा सम्पर्क राख्नु होला है गाइज ल खाजा सबै हालिसकेँ साग चौटै छ हामी खाजा खान लाग्छ पानी पर्यो त्यसैले पानी परेको छ गाइज बनबुटोमा चाउचाउ काँचो छ ल अब फेरि पानी पर्नु लाग्यो त्यसैले हामी छिटो खानु पर्यो कि गाइची पानी पर्यो ओ ल एकछिनमा भेटौँ ल म पनि खान्छु गाइज सबै हातले खान्छन् म चाहिँ काँटा चम्चा आफ्नो लागि त ल्याउँछु नि पानी परेर मेरो आमाले चाहिँ हाम्रो ओरिजिनल चम्चा देखाउँ त आमा यो मेरो आमाले चाहिँ हातले खानुभएको पानी परेर मेरो भाइहरूको बिजोग छ होइन एउटा चाहिँ चाउचाउले जोगाएको छ चाउचाउ त चाउ अब यता हाम्रो
ताजा ताजा साग बारीको त होइन अघि बिहान आमाले चोर्नु भएको अर्कोको बारीमा चोरेको भने पनि बारी भयो होइन चिन्ने मान्छेहरूको खुट्टामाथि खुट्टा खाएर बोल्न देखा मेरो टाउको तल तातो भएन एकछिनमा भेटौँला है गाइस खाना सामान कि पानी सामान कि टाउको पछाडि सामान भयो होइन पानी परेर ल खाऊ सिगन मेरो दाई लालीगुराँसमा टिप्दै हुनुहुन्छ मेरो दाई अलि राम्रो राम्रो टिप्नु है दाई हजुरले म देखाउँदै झर्छु अहिले लालीगुराँस मेरो फुपूको च्यानलमा आएको हो के म आज मेरो दाइले भिडियो गरौँ भनेर आएको हामी दाइले लालीगुराँस टिप्दै हुनुहुन्छ म भिडियो गर्दैछु लालीगुराँस राम्रै छ पुरै हेर्नुहोस् मेरो दाइ टुप्पोमा चढ्नु आउँछ राम्रोसित चढ्नु है दाइ हेलो गाइस म चाहिँ लालीगुराँस टिपेर झरिसकेँ लालीगुराँस देखाउनु त एकछिन वाउ कति राम्रो अब हामी चाहिँ घर जानु लाग्यो ल ल ल ऊ थाहा एउटा खर्च रहेछ दाइ हाल्दै थियो हाम्रो भाइहरूले त लाली गुराँस टिपेर ल्याएको रहेछ कति राम्रो लाली गुराँस हो सिग्लेस गाउँको गाइस हेर्नुहोस् हाम्रो लाली गुराँस मेरो दुईटा भाइले लाली गुराँस टिपेर ल्याएको छ म चाहिँ यता भारी हाल्दैछु फेरि यो मेरो भारी पानी र गटङ गुटुङ भयो गाइस एकदम हावाहुरी चलेको छ ए टटङ टुटुङ ल हेर्नु हावाले यस्तो दाउरो झारेको आकाशबाट हामी एकदम डर लाग्यो अब चाहिँ हामी घर फर्किनु पर्यो चटङ चुटुङ गरे हो एकदम डर लाग्दो भयो हावाहुरीले दाउरै पटट्ट खसाल्यो त्यसैले अब हामी घर जानु पर्यो गाइस अब मोबाइल स्विच अफ गर्नु पर्यो किनकि यस्तो पड्केको बेलामा मोबाइल खेलाउनु हुन्न अरे त्यसैले मैले चाहिँ अब हजुरहरूसँग यही वनमै बिदा माग्छु गाइस घरमा पुगेपछि बच्चाहरूसित बस्नुपर्छ त्यसैले अब बिदा माग्छु हजुरहरू कस्तो लाग्छ आजको भिडियो मन पऱ्यो मलाई कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला यदि मन नपऱ्यो भने फेरि दिनु होला म तपाईँलाई यस्तो डर लाग्दो भयो ल बाई 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 ल ल ल ल बाई बाई बाई